के तपाईहरूलाई थाहा छ सामान्य जाँचबाट पनि पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन सकिन्छ नि। नमस्कार सबैजनालाई। आज हामी अर्जुनधारा 5 मा सञ्चालन भएको भिआइए स्क्रिनिङ क्याम्पमा सहभागी भएका थियौं। नेपाल जस्तो देशमा महिलाहरूमा पाठेघरको मुखको क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या बन्दै गइरहेको छ। तर समयमै गरिने भिआइए जाँचले यसको जोखिम धेरै हदसम्म कम गर्न मद्दत गर्छ। भिआइए टेस्ट अर्थात् भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड महिलाहरूको पाठेघरको मुखमा हुने असामान्य परिवर्तन पहिचान गर्ने एक सरल प्रभावकारी जाँच हो। यो छिटो छरितो र कम खर्चिलो हुन्छ। यस जाँचमा पाठेघरको मुखमा हल्का एसिटिक एसिड लगाइन्छ अनि स्वास्थ्य कर्मीहरूले कुनै असामान्य परिवर्तन छ कि छैन भनेर निरीक्षण गर्नुहुन्छ। जाँच प्रक्रिया केही मिनेटमै पुरा हुन्छ र धेरै पीडादायक पनि हुँदैन। भिआइए टेस्टको मुख्य फाइदा भनेको क्यान्सर हुनु अघि देखिने प्रारम्भिक सङ्केत समयमै पत्ता लगाउन सकिनु पनि हो। समयमै जाँच गरेमा उपचार पनि सजिलो हुन्छ र महिलाहरूलाई भविष्यमा हुन सक्ने ठूलो स्वास्थ्य समस्याबाट जोगाउन पनि मद्दत गर्छ। विशेष गरी 30 देखि 49 वर्षसम्मका महिलाहरूले भिआइए जाँच गराउन अति नै आवश्यक मानिन्छ। यस महत्त्वपूर्ण कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाप्रति विशेष धन्यवाद। दिनभरिको व्यस्ततापछि सुन्दर फुलहरू हेर्दै तातो चियाको साथमा आजको दिन यही समाप्त भयो।